भ्लग चाहिँ रेगुलर बनाउनु जस्तो लाग्छ होइन। अब त्यो के कारणले मिल्दैन, अनि मिलाउँदैछु। रेगुलर भ्लग बनाउन चाहिँ मलाई एकदमै रहर लाग्छ, तर बनाउनु खै के नमिलाए जस्तो हुन्छ होइन। अनि भ्लग बनायो अनि के नमिलायो के नपुग्यो जस्तो हुन्छ, अनि बनाउनै अल्छी लाग्छ। कतिचोटि भ्लग बनाएर पनि मैले फालिदिएको छु के नमिलायो लाग्छ। यो सुरु दिन भएर होला, बोल्ने बानी पनि परेको छैन, त्यही भएर पनि हुनसक्छ है। तै पनि म तपाईँहरूलाई भ्लग चाहिँ रेगुलर ल्याउने कोसिस गर्नेछु। अन्तखेरि चाहिँ हाम्रो यो एरियामा चाहिँ भनौँ न टेम्परेचर चाहिँ त्यस्तो हाई पनि छैन, लो पनि छैन, किनकि हाम्रो नजिक खोला छ नि त, अनि जङ्गल छ वरिपरि। त्यसले गर्दाखेरि पनि टेम्परेचरलाई अलिकति भनौँ न डाउनै गराउँछ। हाम्रो यही भरतपुर साइडतिर गयो भने एकदमै टेम्परेचर हाई छ, हामी बस्नलाई गाह्रो हुन्छ। हाम्रो यो एरियामा चाहिँ एकदमै सजिलो छ, सहज छ होइन। अनि त्यो भएर टेम्परेचर त्यस्तो गर्मी त गर्मी हुन्छ, तर त्यस्तो बिना चाहिँ गर्मी जस्तो फिल हुँदैन। यो चाहिँ मेरो पुरानो क्यामेरा हो, अहिले पनि हामीले इन्डोरमा पासपोर्ट साइजको फोटोको लागि चाहिँ यो युज गरिरहेको छु। एकदमै सार्पनेस आउँछ फोटोको लागि, पासपोर्ट साइजको लागि। निकोन फोटोको लागि नै हो खास त यो, फोटोको राजा भनेर पनि चिनिन्छ निकोन। पहिलाको क्याननको क्यामेराहरू कति बिग्रेर गइसक्यो, तर यो चाहिँ अहिलेसम्म बिग्रेको छैन, यसमा कुनै प्रब्लम पनि आएको छैन होइन। त्यही हो, एकदमै बलियो हुन्छ। यदि तपाईँहरू फोटोको लागि कुनै क्यामेरा किनौँ भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ निकोनको क्यामेरा किन्नु होला, फोटोको लागि एकदमै बबाले। यस्तो दामी एआईबाट चाहिँ फोटो बनाइदिएको एउटा अङ्कलको होइन, यस्तो फोटो छ क्लियरै छैन कि पुरै क्लियरलेस छ। यस्तो फोटोलाई चाहिँ मैले फोटोसप र एआईको माध्यमबाट यत्तिको मान्छे चिन्ने बनाइदिएको। अनि यो अङ्कललाई मैले देखाइदिएको, यो अङ्कल नै खुसी हुनुभयो होइन। बाबुको फोटो देखाउँछ, बबाल तरिकाले मैले फोटो बनाएर चाहिँ यसरी राखिदिएको छु। धेरैजना साथीहरू चाहिँ फ्रेम हेरेर पनि मलाई बनाइदिनु न भन्नुभएको छ। यदि तपाईँहरूलाई फोटो फ्रेम बनाउनु छ भने आउनु होला, हाम्रो वाट्सएप नम्बरमा पनि तपाईँले आफ्नो फोटोहरू सेन्ड गरेर चाहिँ बनाउन सक्नुहुन्छ है त। त्यसरी पुरा बसिरहेको छ साथीहरू यसरी आनन्दले बस्ने हो। माथि फ्यान छ होइन, फ्यानको हावा खाँदै ट्याक्क बस्ने। चिकनमा त्यही हो साथीहरू, गरम छ, फ्यान नलाइ बस्न सकिँदैन। यही पारा हो भने अर्को वर्षबाट एसी नै राख्नु पर्दा जस्तो छ। फ्यानको हावा नि खासै राम्रोसँग आउँदैन, एसी नै खोजे जस्तो छ। त्यस्तो गरम छ। पहिला त खासै गरम हुन्थेन, अब अहिले खै के हो यो भनौँ न, यो वातावरण बाह्य वातावरण चेन्ज भएर हो कि जस्तो लागिरहेछ। एकदमै गरम त चिकन गरम हो, तर पहिलाभन्दा धेरै नै गरम जस्तो हामीलाई फिल भइरहेको छ। बाहिर आउने मान्छेहरू झन् यसै फिल हुन्छ होइन। आज यसो तपाईँहरूलाई छोटो मिनी भ्लग बनाइदिउँ न त नि भनेर भ्लग बनाइदिएको। यो च्यानल अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। त्यही हो, अब चाहिँ रेगुलर रूपमा तपाईँहरूलाई भ्लग भोलिबाट रेगुलर आउनेछ मेरो। त्यसको लागि पनि तपाईँहरूले मेरो भ्लगलाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। तपाईँहरूको साथ सपोर्टले पनि मलाई अझै नयाँ भिडियोहरू बनाउने इच्छा मनैबाट लाग्नेछ भन्दै आजको भ्लगबाट बिराम चाहन्छु।